हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। फाइनली हिजो हाम्रो इक्जाम सकिसकेको छ अनि आज चाहिँ हामी घर जानका लागि रेडी हुँदैछौँ। म चाहिँ थोडासा मेकअप गरिसकेँ भनौँ न। अनि यहाँ मिसहरू रेडी हुँदै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ गाइज हाम्रो मिस। अनि हामी चाहिँ अब घर जाने अनि चटपटी खाएर जानु भनेको गाइज। अब खोइ के हुन्छ, अहिलेसम्म अङ्कलै आउनु भएको छैन गाइज। हाम्रो चाहिँ चटपटी पनि रेडी भइसक्यो होइन। यहाँ देख्नुहुन्छ बाल्टिनमा, यहाँ छ थालमा, यहाँ हुनुहुन्छ मिस। अनि यहाँ हामी खाना लागेको छौँ गाइज। मिसहरू चाहिँ रेडी पनि भइसक्नु भएकै छैन अझै। ल फाइनली हामी चाहिँ रेडी भएर पनि घर आइसक्यौँ गाइज होइन। यहाँ देख्न सक्नुहुन्छ मिस अनि दुईजना मिसहरू चाहिँ अगाडि गइसक्नु भएको छ। ओ मिस मिस यस्तो छ नि, एकछिन पर्खिनु न यार, एकछिन हेर्नु न। देख्न सक्नुहुन्छ हाम्रो क्युटी मिसहरू। एकछिन झुमा मिस एकछिन त त्यहीँ बसिदिनुहोस् प्लिज। हाम्रो चाहिँ यस्तो छ अवस्था गाइस, हेर्न सक्नुहुन्छ। सुन्दा मिस एकचोटि यता हेरिदिनु न। ल गाइस हामी गयौँ ल। गाइस हामी चाहिँ होइन रेडी भएर पनि आएर पनि यहाँ के भन्छ अरे शिवचोक भन्ने ठाउँमा रेडी भएर बसिसकेका छौँ अटो कुरेर। देख्न सक्नुहुन्छ हाम्रो क्युटी मिसहरूलाई। अनि त्यसपछि मलाई देख्न सक्नुहुन्छ। त गाइस हामी चाहिँ अब के भन्छ कथा भन्ने ठाउँमा आइसक्यौँ। मिसहरू अब जानुहुन्छ, छुट्टिने बेला आइसक्यो हाम्रो चाहिँ होइन। यता हाम्रो सर हुनुहुन्छ, सरजी सर पनि जानुहुन्छ अनि हामी पनि जान्छौँ। ल बाई बाई गाइस। जानुहुन्छ मिसहरू चाहिँ। अब म पनि गोलबजारबाट जान्छु। सक्नुहुन्छ सामान बोक्दा बोक्दा मेरो हालत त्यस्तो भइसकेको छ होइन। सामान चाहिँ एकदम मेरो चाहिँ जिन्दगी यस्तो। के हो यो अघिदेखिको के चिलाउँछ भनेको त यत्रोबाट झुसेली रहेछ क्या यहाँ। ओ नो झन्डै मरिन म। अब चाहिँ घर जानुपर्ने हुन्छ होइन। के भन्छ अरे घरमा थाहा छैन कि म घरमा जाँदैछु र मैले घर गएर देखाउने छु कि म नभनिकन घरमा जाँदाखेरिको रियाक्सन हेर होइन। तर सायद गेस्ट चाहिँ गइसक्नु भयो होला सायद म आउँछु भनेर। हिजो मैले बेलुका फोन गरेको थिएँ त घरमा के सामान ल्याउनुपर्छ भन्दाखेरि अनि किन भोलि नै आउने हो र भन्नुहुन्थ्यो होइन भन्ने थिएँ। तर गेस्ट चाहिँ गर्नुभएको थियो होला, गर्नुभएको छ होला। तर हेरौँ के हुन्छ कस्तो हुन्छ। हेर्न सक्नुहुन्छ गाइस हाम्रो चाहिँ कटारीको लुक होइन। त्यतापट्टि छ पुल देख्न सक्नुहुन्छ। कटारी अनि रोडबाट जान लाग्दैछु। अनि घर चाहिँ देख्न सक्नुहुन्छ उहाँ माथि छ। यहाँबाट खासै देखिँदैन पनि होला सायद, उहाँ माथि चाहिँ छ होइन, अलिअलि देखिन्छ होला। अनि म जान्छु घरमा कस्तो रियाक्सन हुन्छ कि म घर जाँदा कस्तो। फाइनली घर चाहिँ आइपुग्यो होइन। हाम्रो घर चाहिँ यही हो देख्न सक्नुहुन्छ। तर घरमा कोही छैन रहेछन्। हेलो सोनिया यहाँ आइज त। बहिनी चाहिँ छ रहेछ। बहिनी हेर्न सक्नुहुन्छ कहाँ चाहिँ देख्दैन त। तल आइज न। खोइ मम्मीहरू कहाँनिर? ए हो र, मम्मीहरू त भुल्केतिरै पो हुनुहुन्थ्यो। ए सघाइ छैन मम्मीहरू चाहिँ हुनु न रहेछ घरमा। मम्मीहरू पनि उतै गोरु खोज्नको लागि, हाम्रो गोरु बेचिन्छ नि त। अनि त्यसपछि गोरु खोज्नको लागि उतै भुल्केतिर जानुभएको रहेछ। घरमा बहिनी मात्रै रहेछ। तर के होइन गाइस मम्मी चाहिँ आइसक्नु भएको छ। मम्मीको रियाक्सन हेरौँ। मम्मी
देख्न सक्नुहुन्छ मम्मी कस्तो लाग्यो त म आइपुग्दाखेरि केही 2 शब्द राख गाइस हाम्रो मम्मी पनि आइसक्नु भयो होइन अघि नै आएको होइन खोइ बुवाहरू साँगुरीमा छोडेर आएको अटोमा तपाईँ छ त्यो कालेको अटोमा अनि कति राम्रो छ गाइसहरु राम्रो छ कि म राम्रो छ कमेन्ट गरिदिनु ल 30 गते मात्रै हुन्छ भन्थ्यो यहाँ आएको आउँछ थोरै छ लाग्यो घरमा आएर नि फोन गरे ल गाइस होइन म चाहिँ मम्मीलाई मेरो के अरे कमाइदिन चाहन्छु आज लिएर आएर राखेर गर्नु नि हौ छोरीको कमाइ 1000 रुपियाँ गरेर पछि जाने बेलामा फेरि त आइसक्यो फेरि 1000 रुपियाँ जाने बेला 6000 अब त्यहाँबाट लिएर अब जान्छु फेरि कटारी लगाइस होइन घर आइ पनि सकेँ र बसी पनि सकेँ मम्मी बुवाहरू पनि सबैजना आइसक्नु भयो र अनि यतिन्जेलसम्म भ्लग हेरिदिनु भयो धन्यवाद अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिन नभुल्नु होला र यति भन्दै म यो मेरो मिनी भ्लगलाई इन्ड गर्न चाहन्छु हस्त धन्यवाद।